शुभ दिन साथीहरू, हजुरहरू सबैको दिन शुभ रहोस्। आज चाहिँ इन्दिराको भान्सामा चम्चुरको साग बनाउँदैछु। मैले चम्चुरको सागलाई केलाएर धोएर ओरेर काटेर ठिक्क बनाएँ। अनि मैले यसमा चाहिँ बोइल गरेको आलु राख्दैछु। अनि यो चाहिँ मैले तेल राखेँ, मेथी फुराएँ, त्यसपछि थोरै ज्वानो फुराएँ अनि खुर्सानी पनि फुराउँदैछु। अनि यो खुर्सानी चाहिँ डल्ले खुर्सानी हो। डल्ले खुर्सानी अहिलेसम्म पाइरहेको छ। अनि आलु बोइल गरेको आलु राखेँ। आलुलाई एकैछिन भुटेपछि त्यसपछि साग राख्दैछु। यो साग के अरे सागलाई धेरै पकाउनु पर्दैन नि त, त्यसले गर्दाखेरि मैले आलुलाई चाहिँ बोइल गरेर राखेँ साथीहरू। नभए त नयाँ आलु त्यत्तिकै पनि पाक्छ। अनि साग राखेँ, त्यसपछि अब 4-5 मिनटमा त यो चम्चुरको साग पाकिहाल्छ। मैले चाहिँ आज लगभगै तरकारी बनाउन थालेको कि सागको, नभए फेरि अर्को तरकारी बनाउनु पर्छ। त्यही भएर आज त्यति जाँगर लागेन कि अल्छी लागे जस्तो भयो। त्यो भएर मैले सागको तरकारी बनाउँदैछु साथीहरू। हजुरहरूलाई मैले बनाएको खानेकुराहरूको भिडियो कस्तो लाग्छ अनि सल्लाह सुझाव दिनुहोला, कमेन्ट गर्नुहोला, लाइक सेयर गरिदिनु होला भन्ने आशामा छु। हजुरहरूको कमेन्ट, लाइक, सेयर, हजुरहरूको मायाले गर्दा नै मलाई जाँगर चल्ने हो होइन। अनि मेरो जाँगर चलाउने जिम्मा चाहिँ साथीहरूको भयो। मैले हजुरहरूलाई नै जिम्मा दिएँ।